नमस्कार अंकल। आराम हुन्छ? हामी अहिले 9:30 बजे मोरङको उल्लाबारी वार्ड नम्बर 3 र 2 को सिमाना गोलचौरमा अहिले हामी आइरहेका छौं है। अहिले मध्यरातमा हामी यहाँ भेला भइरहेछौं। युवाहरूले, खासमा यो युवाहरूले यहाँ काम गरिरहेछन्। के को लागि काम गर्दैछन् यहाँ युवाहरूले? यहाँ अहिले भाइहरूले त्यस्तो दिनमा पनि खटिराखेको देखिएको छ हैन। हजुर हजुर। रातमा अहिले 9, 10, 11 बज्न लाग्यो र पनि भाइहरूले पानी लगाउने, कोहीले यो राष्ट्रिय झण्डाहरू गाडिरहेको छ, यतापट्टि माटो हाल्ने, फुलहरू रोप्ने गरिरहेको छ। र अहिले भाइहरूमा चाहिँ के जस्तो लाग्छ मलाई भने राष्ट्रियता धेरै आफूमा आफ्नो राष्ट्र चाहिँ जोगाउनुपर्छ भन्नेमा सबैको मनमा चाहिँ राष्ट्र चाहिँ हाम्रो राष्ट्र रह्यो भने हामी रहन्छौँ, नत्र हामी रहँदैनौँ भन्ने भावना चाहिँ उहाँहरूमा जागेको देखिएको छ। र त्यसैले अब पुराना नेताहरूले चाहिँ खासै काम गर्न सकेको छैन। अब हामी युवाहरू नै जाग्नुपर्छ भन्ने उहाँहरूको धारणा भाइहरूको अनि जेएनजी भाइहरूको विशेष सबैको मनमा त्यो आएको छ क्या। अब यो ठाउँ हामीले आफ्नै गाउँ आफैले बनाउँ भन्ने उहाँहरूको प्रत्येक मनमा छ। त्यही भएर यो कामहरू भइरहेको छ। यो यत्रो फिलिङ माटोको कामहरू भएको छ। यहाँ कम्तीमा पनि अहिले हेर्दाखेरि यहाँ भन्ने लाख रुपियाँभन्दा माथिको काम भएको छ। यहाँ कसैले ओडाको पनि यहाँ सम्बन्ध छैन। यहाँ कसैले सहयोग पनि दिएको छैन। उहाँहरूको आफ्नै भाइहरूको आफ्नो च्यानलले देश विदेशमा भएका आफ्नो मन मिल्ने साथीहरूबाट सहयोग मिलेको छ। र अब यहाँ हामीले जहाँसम्म सकिन्छ घरको छेउछाउको दाजुभाइहरूले पनि जे अति भाइहरूलाई अहिले अलिकति लसमा गइरहेको छ भन्ने सुन्दैछु होइन। उहाँहरूले पनि सकिन्छ 1-2 हजार सहयोग गरौँ भन्ने मेरो आफ्नो चाहिँ भनाइ हो। तपाईँलाई फेरि मैले अर्को क्वेसन पनि सोधेँ है। यो गोलचौरको सिमानामा यसरी 6-7 वटा ड्रममा नेपालको झन्डा राखेर किन यसरी राखेको होला? योभन्दा अगाडि यस्तो थिएन। जब यो अस्ति 23 र 24 को घटना घट्यो नि, हजुर, त्यहाँ धेरै युवाहरू, सानो भाइहरू, जेएनजी भाइहरू मर्नुभयो। त्यस कारणले यो अब चाहिँ विशेष गरी तिमी जस्तै भाइ होइन, पत्रकार भाइहरू, उहाँहरू भाइहरू सबै हामीले चाहिँ अब यो चाहिँ हामी जाग्नुपर्छ है। अब चाहिँ हामी राष्ट्रिय त सबभन्दा पहिला यो झन्डालाई माया गर्नु पर्यो, यो राष्ट्रलाई माया गर्नु पर्यो भन्ने हिसाबले उहाँहरूले यो झन्डाहरू लगाउनु भएको र यति मात्रै यहाँ धेरै राम्रो कामहरू भएको छ। यहाँ चाहिँ नेपालको झन्डा बनाएको छ, नेपालको नक्सा बनाएको छ। यहाँ नेपालको चुच्चे नक्सा आएको छ। यहाँ यो नक्साभित्र प्रत्येक नेपालीको त्यहाँ तस्बिरहरू आएको छ। यो लाली गुराँसहरू छ। यो अब तपाईँको त्यो के भन्छ त्यो हाम्रो स्वयम्भू छ। त्यसरी नै हाम्रो त्यो दाँफे चरा छ। अस्ति एउटा जेएनजी भाइको जुन खुट्टाबाट जुन गोली लागेर के अरे जुत्ता खसेको थियो, त्यो भाइको जुत्ता पनि यहाँ राखिएको छ। त्यसैले यो चिजहरूलाई चाहिँ हामीले अब संरक्षण गर्नुपर्छ। हामी सचेत हुनुपर्छ। हामी सचेत भएनौँ भने भोलि हाम्रो यो राष्ट्र चाहिँ अप्ठ्यारोमा पर्छ। यो हाम्रो राष्ट्रलाई चाहिँ अरूले नै लानै सक्ने सम्भावना हुन्छ। हामीले त्यसैले हामीले प्रत्येकबाट हामी नेपालीहरू चाहिँ आत्मसम्मान हामी जागरण हौँ, सचेत हौँ र कसैको भरमा नपरौँ भन्ने हिसाबले नै भाइहरू आफू जागेर यो काम गरिराख्नु भएको छ क्या यहाँनिर। तपाईँलाई यो नेपालको नक्सा, झन्डा, राष्ट्रिय झन्डा लगायत अरू विभिन्न चिन्हहरू चाहिँ को मार्फत बनाइयो? त्यसै गरी यो चित्रहरू चाहिँ हाम्रो वार्ड नम्बर 2 का सुजन धिमाल भाइले चाहिँ बनाउनु भएको रहेछ होइन। उहाँ भाइले यति राम्रो चित्रहरू बनाउनु भएको छ नि। हेर्नु त्यो जेएनजीको जुत्ताहरू हेर्नुहोस्, त्यहाँ सेम टु सेम छ क्या त्यो। यो त्यसरी यो अरू चाहिँ कुनै फरक छैन क्या। हामीले यी चिजहरूलाई चाहिँ अब संरक्षण गर्नुपर्छ। यो नेपालको नक्सालाई, नेपालको झन्डालाई, लाली गुराँसलाई, स्वयम्भूलाई, काफे चरालाई, सबलाई चाहिँ हामीले संरक्षण गर्नुपर्छ भनेर म भाइले बनाएको छु। त्यो भाइ बनाउने भाइलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन्छु होइन। यस्तो खालको चाहिँ विकास, यस्तो खालको कामहरू, सचेतना कामहरू चाहिँ यहाँ मात्रै होइन, माथि चोकहरू, सुन्दरहरूमा, बलु चोकमा नि यो यस्तो काम होस् भनेर चाहन्छु। हस्, धन्यवाद।